Namaste everyone, myself Karisma Khanal, first year MBBS student, and this video is especially for CE aspirants. हामीलाई थाहा नै छ CE is all about MCQs. जति नै पढे पनि रिभिजन गरे पनि एट द एन्ड टु क्र्याक CE यु हेभ टु ट्याकल विथ MCQs. र आजको भिडियोमा चाहिँ म कसरी MCQsलाई ट्याकल गर्न सकिन्छ भन्ने कुरामा पोइन्ट अफ भ्यू राख्न जाँदैछु र यो पोइन्ट अफ भ्यू मेरो एक्सपिरियन्सको आधारमा नै हुनेछ. सो लेट्स स्टार्ट. फर्स्टमा चाहिँ म के भन्न चाहन्छु भने MCQ सल्भ गर्दा स्टार्ट विथ यर फेभरेट सब्जेक्ट के. यसले गर्दा चाहिँ कन्फिडेन्स बिल्डअप हुन्छ र फर्दर सब्जेक्ट्स र क्वेसन्सहरू ट्याकल गर्न थोरै भए पनि सजिलो हुन्छ. र अब स्पेसली MCQ सल्भ गर्नु पर्दा ध्यान दिने कुराहरू चाहिँ म भन्छु. फर्स्ट थिङ इज रिड द क्वेसन प्रपरली. यस, तपाईँले जति पढे पनि जति रिभिजन गरे पनि MCQsको क्वेसन चाहिँ राम्रोसँग पढ्नु पर्यो. फर्स्ट थिङ. सेकेन्ड थिङ भनेको फाइन्ड द कन्ट्रास्ट वर्ड इन द क्वेसन तपाईँले पढ्दै गर्दा केही कन्ट्रास्ट वर्डहरू भेटाउनुहुन्छ कि, जस्तै नेभर भन्न सक्छ, बिचमा कतै नट भनेर देखिएको हुनसक्छ. हामीले त्यो कुरालाई नेग्लेक्ट गर्दाखेरि एन्सर एक्ज्याक्टली अपोजिट नै भइदिन्छ. सो कन्ट्रास्ट वर्ड छ कि नै त्यो पत्ता लगाउने. र थर्ड थिङ भनेको सी अल दि अप्सन्स प्रपरली. क्वेसन पढ्नुभयो, त्यसपछि अप्सन्सहरू चारैवटा अप्सन्सलाई हेर्ने. ए नम्बर आफूले जानेको जस्तो थियो भन्दैमा ढुक्क हुने होइन. BCD सबै चारवटै अप्सन्सलाई राम्रोसँग हेर्ने. तपाईँले क्वेसन पढेको आधारमा तपाईँले एन्सर MCQsमा भेटाउनु भयो भने ठिक भयो, करेक्ट एन्सर लगाउने. यदि झुकियो है, अब कुन एन्सर थाहा छैन, झुकियो, तर कुन रङ हो भन्ने त थाहा हुनसक्छ नि. यो एक्ज्याक्टली हो भन्ने थाहा नभए पनि कुन होइन भन्ने हुनसक्छ. त्यो होइन भन्नेलाई चाहिँ इलिमिनेट गर्ने के. अनि अप्सन्सहरू घटाउँदै जाने. 4वटाबाट 2वटा अप्सन्स भयो भने पनि फेरि एन्सर राइट हुने प्रोबेबिलिटी बढी हुने भयो नि त. सो र अर्को फिफ्थमा के भयो भन्दा चुज द करेक्ट वान. अब तपाईँले थाहा पाइसकेपछि करेक्ट एन्सर चुज गर्नुहोस्. र सिक्स्थ थिङ इज करेक्ट एन्सर थाहा पाउनु भयो भने थाहा पाउनु भयो, बट इफ एकदम झुक्किनु भयो भने त्यही क्वेसनमा अडिरहने होइन, अगाडि जाने. के थाहा अगाडि चाहिँ हजुरले जानेको एक्ज्याक्ट क्वेसन र एन्सर छ कि. सो के हो भन्दाखेरि मेन चाहिँ डोन्ट रिमेन इन वान क्वेसन फर लङ टाइम, अगाडि बढिहाल्ने है. त्यसपछि के गर्ने भन्दाखेरि आफूले जानेको क्वेसन्सको एन्सर पनि जानियो र टिक लगाइयो सेटमा र बबलिङ गर्दा एकदम ध्यान दिने. र अर्को मेन कुरा भनेको फिजिक्स र केमिस्ट्रीको न्युमेरिकल्स गर्दा युनिटमा एकदमै ध्यान दिने. युनिटले गर्दा आफ्नो एन्सर नमिलेको जस्तो लाग्न सक्छ, अप्सन्समा झुक्काएर दिएको हुनसक्छ. सो यो कुरालाई फोकस गर्ने. ओके.